सबैभन्दा पहिले यो भिडियो हेर्नुहोस्। ह्याप्पी साउने सङ्क्रान्ति टु माई सिस्टर्स। मेरो भागको खुसी पनि मिलोस् तिमीलाई, अनि तिम्रो आँखामा कहिल्यै आँसु देख्न नपरोस् है भगवान। पक्कै पनि तपाईँले यो भिडियो हेर्नुभयो र तपाईँलाई यो भिडियो राम्रो लाग्यो। तपाईँलाई लागेको होला यो भिडियो बनाउन धेरै पैसा खर्च भएको छ, तर म तपाईँलाई जानकारी दिउँ कि यो भिडियो बनाउन 1 रुपियाँ पनि खर्च भएको छैन। तपाईँले चाहिँ आफूसँग भएको मोबाइलबाट चाहिँ यो भिडियो बनाउन सक्नुहुनेछ। तपाईँले आफ्नै फोटो राखेर चाहिँ भिडियो बनाउन सक्नुहुन्छ। सबैभन्दा पहिले त्यसका लागि हामीले चाहिँ एउटा तपाईँको फोटो राखेर अथवा जुनसुकै फोटो राखेर एउटा चाहिँ एकदम राम्रो पोडकास्टवाला चाहिँ फोटो बनाउनुपर्छ। त्यसका लागि तपाईँले चाहिँ सबैभन्दा पहिले च्याट जिपिटीमा जान सक्नुहुन्छ। यदि च्याट जिपिटी तपाईँसँग छैन भनेपछि प्ले स्टोरमा गएर च्याट जिपिटी चाहिँ डाउनलोड गर्नुपर्ने हुन्छ। अब डाउनलोड गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। यस्तो आइसकेपछि हामीले चाहिँ फोटो बनाउनु पर्ने हुन्छ र पहिले चाहिँ हाम्रो अब आफ्नो फोटो राख्नुपर्ने छ अथवा जुनसुकैको फोटो राख्नुपर्ने छ भने त्यो फोटो चाहिँ तपाईँले यसमा अपलोड गर्नुपर्ने छ, यहाँ प्लसमा थिचेर। त्यसपछि फोटोमा क्लिक गरिसकेपछि तपाईँले बनाउने फोटो चाहिँ यहाँ चाहिँ अपलोड गर्नुहोला। जस्तो कि मैले यहाँबाट चाहिँ मेरो फोटो अपलोड गरेँ। फोटो अपलोड गरिसकेपछि यो फोटोलाई चाहिँ पोडकास्ट जस्तो बनाउनुको लागि, पोडकास्ट एकदम फिल दिनको लागि चाहिँ तपाईँले एउटा प्रम्प्ट हान्नुपर्ने हुन्छ। त्यो प्रम्प्ट चाहिँ तपाईँले कतै पनि दुःख गर्नुपर्ने छैन। मैले एकदम रेडी बनाएको छु। तपाईँले अथवा यो स्क्रिनमा देखिएकोबाट पनि तपाईँले स्क्रिनसट गरेर यो प्रम्प्टलाई चाहिँ पेस्ट गर्न सक्नुहुन्छ, अथवा चाहिँ तपाईँले यस भिडियोको डिस्क्रिप्सनमा गइसकेपछि त्यहाँ चाहिँ मैले प्रम्प्ट दिएको छु, त्यो प्रम्प्ट पनि तपाईँले यसमा पेस्ट गर्न सक्नुहुन्छ। मैले चाहिँ यसलाई चाहिँ मेरो नोटबाट चाहिँ प्रम्प्ट ल्याएँ। यहाँ चाहिँ फोटो प्रम्प्ट छ, यसलाई चाहिँ क्लिक गरिसकेपछि यसलाई चाहिँ कपी गरेँ। कपी गरिसकेपछि मैले चाहिँ यहाँ आएर यसलाई पेस्ट गरेँ। अब पेस्ट गरिसकेपछि तपाईँले केही गर्नु पर्दैन। जस्तो तपाईँले चाहिँ यहाँ फोटो रेसियो 9:16 को तपाईँले यति लेख्दै भइहाल्यो है त, अनि यहाँ पेस्ट गरिदिनु होला। यो फोटो अपलोड गरिसकेपछि केही समय लाग्छ, यहाँ चाहिँ त्यो समयसम्म चाहिँ पर्खिनु होला। हेर्नुहोस् त, केही छिनको प्रतीक्षापछि यति दामी फोटो बनाएर दिइसकेको छ च्याट जिपिटीले। एकदम पोडकास्ट हैन, पोडकास्ट जस्तो खालको चाहिँ फोटो दिइसकेको छ। अब यो फोटोलाई क्लिक गरिसकेपछि हामीले चाहिँ के गर्नु पर्यो, यसलाई चाहिँ डाउनलोड गर्नु पर्यो। अब यो फोटोलाई चाहिँ डाउनलोड गरिसकेपछि हामीले चाहिँ अब भिडियो बनाउनु पर्ने हुन्छ। अब भिडियो बनाउनको लागि म तपाईँलाई जानकारी दिन्छु। एकदमै फ्रीमा भिडियो बनाउन सक्नुहुन्छ। त्यसका लागि तपाईँ गुगल अथवा क्रोममा जानुहोस्। क्रोममा गइसकेपछि तपाईँले यहाँ टाइपिङ गर्नुहोस् फ्लो एआई भनेर, FLOW फ्लो एआई भनेर सर्च गर्नुहोस्, यहाँ आइहाल्छ। आउन बित्तिकै तपाईँले यस्तो सानो देखाइएको छ भने तपाईँले चाहिँ यो अफ गर्न सक्नुहुन्छ। त्यसपछि यस्तो देखाउँछ। यदि तपाईँको पहिले यस्तो देखाइसकेको छ भने सुरुमै क्लिक गर्नु होला। क्लिक गरिसकेपछि भित्र आउँछ। यहाँ चाहिँ तपाईँले यदि लगइन गर्नुभएको छैन भने यहाँ मेरो एन देखाएको छ, यसमा चाहिँ क्लिक गरेर त्यहाँ तपाईँले चाहिँ गुगलबाट लगइन गर्न सक्नुहुन्छ। अब लगइन गरिसकेपछि यहाँ न्यू प्रोजेक्ट भन्ने छ, यसमा चाहिँ क्लिक गर्नु होला। योमा क्लिक गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। तपाईँले यहाँ देख्नुभएको होला, यस्तो खालको इन्टरफेस आउँछ। यसमा तल प्लस देखाइएको छ है, यो प्लसमा क्लिक गरेर अनि त्यसपछि यहाँ अपलोडको चिन्ह देखाएको छ, यसमा गएर चाहिँ तपाईँले चाहिँ आफ्नो फोटो राख्न सक्नुहुनेछ। अथवा चाहिँ तपाईँले अगाडि च्याट जिपिटीबाट बनाएको फोटो चाहिँ यसमा राख्नुपर्ने हुन्छ। मैले यसमा राखेँ र डोन गरेँ। डोन गरिसकेपछि केही छिन चाहिँ यो इमेज चाहिँ त्यहाँ सर्च हुन्छ र त्यो चाहिँ अपलोड भइसकेपछि हामीले त्यो इमेजलाई चाहिँ क्लिक गरेर है, त्यस इमेजलाई चाहिँ क्लिक गरेर हामीले प्रम्प्ट राख्नुपर्ने हुन्छ। त्योमा मेरो रेडी भइसकेको छ। यसमा चाहिँ मैले क्लिक गरेँ। क्लिक गरिसकेपछि यहाँ दियो, यहाँ लेख्ने भने प्रम्प्ट चाहिँ एकदम मास्टर प्रम्प्ट छ। मैले चाहिँ तपाईँलाई फेरि अगाडि जस्तै तपाईँलाई मैले चाहिँ स्क्रिनमा देखाइदिएको छु। स्क्रिनबाट तपाईँले हेरेर अथवा स्क्रिनसट गरेर पनि पेस्ट गर्न सक्नुहुनेछ, अथवा तपाईँले चाहिँ डिस्क्रिप्सनमा गएर मैले त्यहाँ चाहिँ भिडियो प्रम्प्ट दिएको छु, त्यहाँबाट तपाईँले चाहिँ कपी टु पेस्ट गर्न पनि सक्नुहुनेछ। मैले चाहिँ यहाँबाट मेरो नोटबाट चाहिँ नोटबुकबाट ल्याएँ। यहाँ चाहिँ जस्तो भिडियो प्रम्प्ट है, यहाँ भिडियो प्रम्प्ट छ। भिडियो प्रम्प्टमा चाहिँ मैले क्लिक गरेँ है, यसरी क्लिक गरेर कपी गरेर मैले यहाँ चाहिँ कपी गरेँ। कपी गरिसकेपछि मैले फेरि पुनः त्यही ठाउँमा आएँ र यहाँ चाहिँ पेस्ट गरेँ है। पेस्ट गरिसकेपछि तपाईँले यहाँ चेन्ज गर्नुपर्ने केही कुराहरू केही छैनन्। यहाँ सबै
एउटै नै छ। यहाँ तपाईँले अलिकति फरक फिलवालो बनाउन चाहनुहुन्छ भने अथवा हाँसेको अथवा अलिकति रोएको बनाउँछ भने यहाँ तपाईँले चेन्ज गर्न सक्नुहुनेछ। र तपाईँले यहाँ खासै केही गर्नु परेन। यहाँ चाहिँ तपाईँले चाहिँ के बोल्न पठाउनुहुन्छ अथवा के चाहिँ स्टेटस भन्न पठाउनुहुन्छ, के शायरी भन्न पठाउनुहुन्छ त्यो चाहिँ तपाईँले यहाँ लेख्न सक्नुहोला। मैले चाहिँ यहाँ साउने सङ्क्रान्तिको बारेमा चाहिँ मैले यहाँ लेखेको छु। अनि यति लेखिसकेपछि तपाईँले चाहिँ यहाँ यो तल भिडियोमा क्लिक गरिसकेपछि यो भिडियो 10x लेखा छ, यसमा क्लिक गर्नु होला। त्यसपछि यस्तो आउँछ, तपाईँको इमेज छ भने यसरी भिडियो बनाउनु होला। त्यसपछि अरू 16:9 यस्तो छ भने 9:16 गराउनु होला। अनि अरू 2x 3x 4x छ भने 1xमै राख्नु होला। त्यसपछि यो ओम्नी फ्ल्यासमा गएर यो ओम्नी फ्ल्यासमै राख्नु होला, अरू केही गर्नु पर्दैन। र तपाईँले चाहिँ कति टाइमको चाहिँ कति सेकेन्डको भिडियो बनाउन चाहनुहुन्छ त्यो चाहिँ यहाँ सिलेक्ट गर्नु होला, अथवा आफ्नो हिसाबले। यदि तपाईँको छोटो छ भने 6 सेकेन्ड पनि बनाउन सक्यो, 4 सेकेन्ड, त्यसपछि अलिकति बढी छ भने 8 सेकेन्ड, र मैले चाहिँ यहाँ 10 सेकेन्डको चाहिँ बनाएँ है। अनि त्यस यति बनाएपछि अरू केही गर्नु पर्दैन। यहाँ तपाईँले चाहिँ ठ्याक्कै यो एरोमा क्लिक गर्नु पऱ्यो। क्लिक गर्न बित्तिकै तपाईँलाई यस्तो भिडियो बनिरहेको हुन्छ। यहाँ चाहिँ तपाईँले अलिकति प्रतीक्षा गर्नुपर्ने हुन्छ। यो भिडियो बनाउन्जेल चाहिँ म तपाईँले के भन्न चाहनुहुन्छ भने तपाईँ चाहिँ यस्तै भिडियो बनाउन चाहनुहुन्छ भने यो मिस्टर पूर्वेली 2M युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्नुहोला है त। अनि त्यस लाइक गर्नुहोला। यस्तो तपाईँको भिडियो बनाउनु यस्तो केही आयो भने यो चाहिँ तपाईँ नआत्तिनु होला, भिडियो बनेन भनेर यो पुनः बन्छ। हामीले यसलाई केही गर्नु पर्दैन, यो चाहिँ आफै फेरि बन्छ। ल सुरु भइसक्यो है बन्नलाई। तपाईँले यस्तै खालको भिडियो बनाउनुहुन्छ भनेपछि बनाउन चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्नुहोला। आगामी दिनमा पनि म यस्तै भिडियोहरू लिइराख्नेछु। र तपाईँको यति काम गरिसकेपछि भिडियो बनिसकेपछि तपाईँको 90% काम चाहिँ सकिसक्यो। अब तपाईँले चाहिँ अलिकति चट्का चटिनेवाला एकदम दामी भिडियो बनाउन चाहनुहुन्छ भने यसलाई चाहिँ थोरै एडिटर भिडियो एडिटिङ एप्सहरूमा गएर यसमा चाहिँ ब्याकग्राउन्ड म्युजिक राख्न सक्नुहुनेछ अथवा थोरै इफेक्ट राख्न सक्नुहुनेछ। त्यो भन्दा नभन्दै यहाँ चाहिँ भिडियो बनेर रेडी भइसक्यो। म तपाईँलाई यो सुनाउँछु है त। ह्याप्पी साउने सङ्क्रान्ति टु माई सिस्टर्स। मेरो भागको खुसी पनि मिलोस् तिमीलाई, अनि तिम्रो आँखामा कहिल्यै आँसु देख्न नपरोस् है भगवान्। ह्याप्पी साउने सङ्क्रान्ति टु माई। हेर्नुहोस् त यस्तो दामी भिडियो बनिसकेको छ। अब यसलाई चाहिँ डाउनलोड गर्नु पऱ्यो भने यसमा थिचिराख्नु होला। थिचिराखिसकेपछि यसलाई चाहिँ डाउनलोड भिडियोमा गर्न बित्तिकै यहाँ चाहिँ डाउनलोड भइहाल्छ। ह्याप्पी साउने सङ्क्रान्ति टु माई सिस्टर्स। मेरो भागको खुसी पनि मिलोस् तिमीलाई, अनि तिम्रो आँखामा कहिल्यै आँसु देख्न नपरोस् है भगवान्।